6 घण्टा भो छोरीसँग फोन नभएको पनि फेरि एकल गर्न पर्यो के छ छोरी भनी लायो फोन लायो घन्टी गयो टुर्र छोरीसँग बोल्न पाउँदा मनै हुन्छ फुर्र के छ छोरी के गरिछौ खाकी छौ कि छैनौ टाउको दुख्यो भन्थ्यौ अघि सन्चो भौ कि भएनौ टन्न खानु आराम गर्नु टाउकामा केही बान सुती बसेर खाऊ काममा नदेऊ ध्यान केही कुरामा नाइ नभन्ने देउता जस्ता ज्वाइँ छन् खुसी लाग्छ छोरीले ज्वाइँ भने जस्तै पाइछन् तिम्रा जस्ता सोझा बुढा अरू कसले पाउँछ खुट्टा घस्छन् ज्वाइँले भन्छौ सुन्दा खुसी लाउँछ तिम्रै हातमा थमाइदिएछन् ज्वाइँले कमाए जति बाबुआमालाई भन्दा बढी तिमीलाई माया कति घरमा दुःख हुन्छ भनी ज्वाइँले राखे सहर नानी तिम्रो भाग्य देख्दा रहर लाग्छ रहर ए भाउजूका त कुरै छोड भनी सधैँ छैन हामीले चाहे जस्तै बुहारी कहिले बन्नी भएन यति घाँस लिएर आउँछे पाडो नगाउने काम ठग्नमा एक नम्बर छे साह्रै दिक्क लाउने के हुन्छ र घरको काम घाँस दाउरा त्यही मेला यति जाबो काम गर्न नि थकै लाउँछ तेला के को थकै लाउँथ्यो त्यसलाई नाटक पारे कि छ मेरो सोझो लाटो छोरो बसमा पारे कि छ मोला बोक्दा मर्क्या खुट्टा बोसी टालो बेरी तेरो दाइले खुट्टामा तेल लगाइदिँदैछ फेरि आफ्नै छोरो नामर्द हो स्वास्ने खुट्टा छुन्छ कमाको नि उसलाई दिँदा मेरो मन रुन्छ बे नगर्दा ठिकै थियो जाति लाउँथ्यो छोरो अल्छे नि भित्रेपछि छोरो भए कोरो 30 लाख ऋण तिर्यो हाम्रो अरू केही गरेन बुहारी ल्याएपछि मलाई छोरो मन परेन बुहारी ल्याएपछि मलाई छोरो मन परेन